आलु हल्का उम्रिएको छ। अब आलु उम्रिन थाल्यो। छेउछेउमा चाहिँ पानी कम भएर हेर्नुहोस् आलु ल योभन्दा लगभग 1 महिना अगाडि रोपेको यो आलु अब औषधि पनि छर्न पाएको छैन। यो शीतको औषधि छर्नु पर्ला। आलु ठिकै भएको छ यो पालि। यस गरेपछि त हुँदो रहेछ, गरेपछि हुने रहेछ आलु। अब शीतले चाहिँ कस्तो गर्छ कुनी, अब फलाइ चाहिँ कस्तो हुन्छ। बोट चाहिँ राम्रै भएको छ। बोट चाहिँ राम्रै भएको छ। केराउ केराउ लगाएको छ हेर्नुहोस्। केराउ भित्र मुलाको साग, रायोको साग लगाएको छ। केराउको बिरुवा पनि राम्रै आएको छ। र राम्रै भइदिन्छ कि भन्ने छ। यतिसम्मको भएको छ केराउ। कस्तो हुन्छ अब। तल यो रायो छ नि फुलेर आएको छ। यो रायोको भित्र पनि सबै केराउ छ। अब यो राहरी पनि पुरै फुल फुलिसक्यो। कोसा लागिसक्यो। लगाएको छ। यसपालि अलि माउ लागेको छैन। के भयो कुनी खासै